हिँड्नु भएको सोल्टिनी राम्री भएर हट भएर क्वाट भएर नानाको डान्स आजको डिसहरू के छ भन्दै हो न एकचोटि सेक्वा। हेलो एभ्रिवान, आजको स्याटरडे चाहिँ हामी घुम्नु जाँदैछौँ। न्यु इयर इभ मनाउँदै मेरो ऊ पनि मोइस्चराइजर पनि सकियो। गरिब दुखीको यस्तै हो। त्यही पनि मलाई पुग्ने चाहिँ छ, एक दिन पुग्ने त अझै यो वेस्ट गर्नु हुँदैन। यो थोरै थोरै भए पनि सबै लाउनुपर्छ। अब चाहिँ म खासमा केही पनि गर्दिनँ मेकअप गर्दाखेरि, यति नै हो। अब सनस्क्रिन लाउँछु, हल्का लिपस्टिक लाउँछु। नुहाइसकेँ, कपाल कोरेको छुइनँ। अनि त्यस पछाडि सकियो। अनि मैले चाहिँ आज हामी घुम्नु जाँदैछौँ, त्यसको लागि चाहिँ गुन्द्रुक साँधेर बोकेको छु। मैले चाहिँ अरूले कसैले चाम्रे, कसैले आलुदम, कसैले के गरेर अनि अलिकति मासु किनि लान्छौँ 2-3 केजी। त्यस पछाडि चाहिँ हामी त्यो ढुङ्गामा पुली खाने भन्ने छ, हेरौँ के हुन्छ। अनि हामी अरू बाँकी वहाँ पुगेर के गर्छु, म सकेसम्म भिडियो बनाउने प्रयास चाहिँ गर्नेछु। सनस्क्रिन लाउँछु, सकियो मेरो। अनि मेकअप चाहिँ 8 बजी जाने भन्ने कुरा थियो, 7:30 भइसक्यो। म चाहिँ फेरि ढिलो उठेछु क्या। उठेर अचार बनाएँ, अनि नुहाएँ, लुगा लाएँ। त्यस पछाडि अर्को यति सकियो। अब मेरो मेकअप लगभग यति नै हो। अनि धेरै मेकअप गर्नु पनि हुँदैन, लगभग मेरो मेकअप यति नै हो। बाँकी अब म तपाईँलाई देखाइ जान्छु। अहिलेलाई यति। अब कपाल सपाल कोर्छु, लिपस्टिक लाउँछु, अनि सकियो। निस्केर फाइनल्ली आजको हाइकिङको म्यानेजरहरूको पासमा आइपुग्यो। म्यानेजरहरू चाहिँ अगाडि आएर के खाँदैछन् कोनी। भर्खर यहाँ आइपुग्यौँ हामी। ठाउँ यस्तो राम्रो छ। ल फाइनल्ली सबैजना भेला भएर लगभग अब शिवजात्रा पुग्न लागि। ऊ पर साथीहरू बाइकमा जाँदै हुनुहुन्छ, कोही पर देखिँदै छैन होला। हामी चाहिँ अहिले यो पुलमा ठ्याक्कै। अनि शीतल छ, हावा चलिरहेको छ। पछाडि आउँदै हुनुहुन्छ हाम्रो टिम। अब तपाईँहरू नै आउनु भएन भने त यो मेरो भ्लगको उनीहरू रहँदैन नि। ल कता हिँड्नु भएको सोल्टिनी राम्री भएर हट भएर क्वाट भएर ल यो हामी सबैले देख्दैन। पर हाम्रो आजको यो उको यो हाइकिङको चेयरम्यान हो उहाँ चाहिँ। हाम्रो स्पेसल गेस्ट उता सर पर्नुभयो। अनि यस्तै छ यो पुल। यस्तो मिठो हावा चलिरहेको छ। खासमा चाहिँ यहाँ फोटो खिच्नु भरे आउँदा फोटो खिच्नु ल, अलिक घाम मरेको हुन्छ होला। केही अगाडि मात्रै आएको थिएँ, निकै यस्तो थिएन। यो पुल पक्की बनाएको रहेछ अहिले। यो पुल हिँडेर अनि त्यहाँदेखि हामी स्टेप माथि हिँडेर जानुपर्ने हुन्छ। उहाँ पर 2जना साथीहरू बाइक स्कुटरहरू रोक्दै हुनुहुन्छ। जट्टा हो यो, झट्टा होइन। अनि अब चाहिँ हामी टक्कसँगले यो उकालो लाग्दैछौँ। उता बाइक व्यवस्थापन, सामानहरू के कसो छ, बलियो हुनुहुन्छ। पेलमानहरू हुनुहुन्छ। म चाहिँ उतालाई गीत बजाउन थालिसक्नु भयो। साथीहरूलाई जोस चलिरहेछ। नियमहरू थाहा होला नि, नियमहरू लास्टमा के समीक्षाले लेखेको थियो। यो शिवजटाको खोला, तर पानी चाहिँ बन्द छैन भन्दा नि अलिअलि बगिरहेको रहेछ। यो गेटहरू पनि बनाएको रहेछ। बाँकी यस्तै हो। अलिक बोल्न सासले भ्याउँदैन होला। अब माथि पुगेर तपाईँहरूसँग भेट्छु। मैले चाहिँ यो पनि बोकिराखेको छु। हामी त्यहाँ गएर के गर्छौँ त्यसको लागि तपाईँहरूले यो भिडियो हेर्नु होला। हामी चाहिँ फाइनल्ली यो उकालो सकेर शिव मन्दिर आइपुग्यौँ।
यो मन्दिरदेखि उतापट्टि चाहिँ खोला छ भर्खर भर्खर पानी आएको अब पानी चाहिँ छ कि छैन थाहा छैन शिव मन्दिर यो तर म सासु दुबो भइरहेको छ उकालोमा अलिक सुई हिँड्नेछ क्या र सर हामी यहीँ पर्ख्यौँ टोलीलाई पसिना चाहिँ निकै मजाले आएको छ तर पसिना आए पनि शीतल छ हावा चलिरहेको छ शीतल भइरहेको छ हाम्रो टोली कतिखेर आइपुग्ने हो थाहा छैन म चाहिँ अब यहाँ बसेर उहाँहरूको वेट गर्छु टोलीहरूको दर्दनाक उपस्थिति चर्कै पऱ्यो सर तपाईँहरूलाई तल पुरै म्युजिकको तालमा उपस्थिति उहाँहरूको र यहाँ म माग्दै हुनुहुन्छ के छ मिसहरूको फिलिङ वाट फिलिङ सो गुड बहिनीहरूलाई हिँड्न अलिक चर्को परे जस्तो छ हेलो हेलो ल हामी चाहिँ फाइनल्ली उकालो सक्यौँ अनि अब हामी यहाँदेखि यस्तो लाग्छौँ र अन्तिममा दमदार उपस्थिति रहेको छ हाम्रो मदन कुमारी सोल्टिनीको उहाँ चाहिँ सिधै मन्दिरतिर लाग्दै हुनुहुन्छ के मागेर आउनुहुन्छ त अब उहाँले जान्नका लागि उहाँलाई नै सोध्नुपर्ने हुन्छ त्यही त के माग्नु हुन्छ उहाँले त्यसको लागि चाहिँ उहाँलाई नै भेटेर सोध्नुपर्ने हुन्छ के माग्छौ बहिनी यहाँ माग्नु भनेको शिव हो शिव पाइसकेको छ अब कस्तो राम्रो फुलहरू पनि फुलिरहेको रहेछ अनि स्पेसल यहाँनिर छ यो चाहिँ मलाई अति मनपर्छ मेरोमा चाहिँ छुनु हुँदैन कडक कडक भाँचिन्छ तर यो एकदम सेन्सिटिभ टाइप्सको हुन्छ फिलिङ कस्तो आइरहेछ तपाईँलाई मजा आइरहेछ ल यहाँ साथीहरू चाहिँ खानेकुराहरू अपलोड गर्न थाल्नुभयो ल हाम्रो यो पहिलो चरणको अपलोडिङ कार्यक्रम सुरु भयो यो पहिलो चरणको यो आइटमहरू त धेरै खालको छ अचारहरू नै आज कति खालको छ है नाना आलुदम स्वाति दामी छ दामी 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 यो तरिकाले लिनुपर्छ सोच्ने सुरु गर्नुभयो सबैजनालाई भोक लागेको थियो भन्ने कुरा चाहिँ यहाँदेखि प्रमाणित हुन्छ यो बनाउँदै बनाउँदै सुरु गर मैले एकचोटि म है नमस्कार सबलाई म ढिलो पनि भयो क्षमा पनि याचना गर्छु म सञ्जय राई मिठो मिठो छ यो चाहिँ एक लट खानेकुरा अपलोड गरिसकेपछि यता सेकुवा पोल्नुतिर लाग्यौँ बहिनीको चाहिँ झोलामा खानेकुरा लागेर ऊ चाहिँ क्रान्तिकारी बहिनी है बेसार तेलहरूसँग क्रान्ति गर्न थालिन् अनि यहाँ सञ्जय सर राजकुमारी नाना अनि सोल्टिनी चाहिँ मासु पोल्नु लाग्नुभयो अब यो मासु पोलेर हामी चाहिँ टक्क प्याक गरेर खोलामा जान्छौँ खासमा चाहिँ हामी त्यही पोली खाने भनेको तर त्यहाँ चाहिँ अलिकति असम्भव जस्तो देखेर चाहिँ हामी चाहिँ यतातिर लागेको हो लु राम्रोसँगले पाक्ने गरी पोल्नु होला भरे सबैजना मान्छेहरू घरमा पुगेपछि बिरामी नहोस् हालिदिउँ नाना जे जे सालो हालिदिउँ अलिकति हेङमा भए त झन् राम्रो हुन्थ्यो एकछिनले हुन्छ हो खादाङका कहाँदेखि ल्याउनु र सोल्टिनीको कटाइ दामी लाग्यो फेरि मासु कति राम्रो नि हो दामी है लाग्दो क्या कसले गर्नुभएछ गर्नै पर्ने मान्छेले हो कान्छी सोल्टिनी हजुर के गर्नु भएको के को सेकुवा पोलेला ल सोल्टिनी चाहिँ लाग्नुभयो यो पाकेपछि चट्टसँगले खाने हो हामी त खाएको खाएकै उयो पानी चाहिन्छ कि चाहिँदैन सोल्टिनी एउटा बोतल चाहिन्छ हौ हाम्रो एउटा खाने पानीको बोतल थियो नि एउटा त्यसमा सोल्टिनीले चाहिँ स्वाति एउटा खाली बोतल ल्याउ त कान्छी
अबै दाजु आन्दोलनमा त नि आखिरी टाइममा मलाई गाडी रेडी छ आउनु भनेर भन्दै थियो मेरो त कस्तो बिजी छ म त सुकुटी पुऱ्याउनु जानुपर्ने यो पोको पार्दैछु आउनु कि आउनु भन्छ होइन म त दुईजना आउनु भएको छ हाम्रो उयोबाट म राजकुमारी नानाको भिडियो गर्दैछु न थाहा पाएँ उहाँ पुरै एक्साइटमेन्टमा बोल्दै हुनुहुन्छ भिडियो गर्दै गरेको थाहा पाउनु भएको छ कि छैन पोलिसकेर खाने तर्खरमा छौँ सेकुवा ट्याक्कसँगले तर यो कस्तो मजाले मेरो ह्याङ भएर चल्दैछ होइन कस्तो भिडियो बन्दैछ रोकिँदै हाम्रो खोला चाहिँ यही हो है आजको लागि तपाईँहरूले मानिलिनुहोस् यो हाम्रो खोला हो हामी प्राविधिक कारणले हामी गन्तव्यसँग सम्म पुग्न सकेनौँ तर पनि ठिक छ हामी जहाँ भए पनि रमाउन सक्ने मान्छेहरू हो हामी यसरी नै रमाउँछौँ हामी टक्कसँग यतिको ओहो यहाँ पराली दाजु एकदम अर्ग्यानिक चिज सार्दै हुनुहुँदो रहेछ यो चाहिँ बजाउने हो आज एक बटुको चाहिँ ल दाजुले टक्क सार्दै हुनुहुन्छ अनि कसैले भाग लगाउँदै हुनुहुन्छ यस्तै छ अब हामी टक्कसँगले खान्छौँ रमाइलो गर्छौँ त्यस पछाडि निस्किन्छौँ आजको हाम्रो गन्तव्य यस्तै भयो टक्कसँगले यो माथि शिवजटाको फेदमा बसेर हामी रमाइलो गर्दैछौँ खानेकुराहरू खाँदैछौँ यो धेरै चिजहरू चाहिँ घरदेखि नै पकाएर ल्याएको हो यहाँ चाहिँ टक्क जस्ट यो मासु पोलेको हो हाम्रो मदन कुमारी सोल्टिनले एकदम क्रिस्पी हुने गरी पोल्नु भएको छ लिनु त नाना अनि मौसम चाहिँ आजको यस्तो छ एकदम शीतल हल्का तुवालो कि कुहिरो लागिरहेको छ अनि यस्तो छ है यता भाषाहरू बोल्दै हुनुहुन्छ कुन सोल्टिनी स्वाति के छ खबर ठिक छ वाउ अनि आजको डिसहरू के छ भन्दै न एकचोटि यस यस अनि त्यस पछाडि अनि यस ओके चम्चीहरु सबैमा बस्यो एकदम सक्रियता देखिरहेछ ल अब हामी लगभग खानतिर लाग्यौँ अब हामी सबैजना बसेर खान्छौँ परेको छैन अझै हामी चाहिँ खानु भनेर आएको मेरो भाग छैन तपाईको भाग छैन त एउटा 8वटा मात्रै 9वटा बोगत अनि यहाँ छ त एउटा कहाँ छ एउटा बिनाको खै त 2 3 4 5 एउटा भाग त परेको छैन खै राईको छोरी हो अब यति नगरी त पित्रमा गइँदैन अरे हैन लोइ सिने भन्दै मेरो साथीले ल लाग्यो कसले परेन भाग खानु खाल्यौँ ल खिचौँ सेल्फी खिचौँ लु फाइनल्ली हामी चाहिँ खाइसक्यो अरे फेरि बल्ल झर्ना आउँदैछौँ साथीहरू भिडदेखि भक्का भक्की निस्किनु हुँदैछ ल नमस्ते झर्नाको नजरा चाहिँ यस्तो रहेछ नाच्दै हुनुहुन्छ कोही गङ्गटा खोज्नु थाल्नुभयो पानी खासै धेरै छैन रहेछ झर्ना के कसो छ हेर्छु है यता मासतिर टन्नै मासु पनि खानु हुँदैछ हाम्रो साथीहरू सबै यतातिर सरपस्टै तल निस्किनु हुँदैछ मरि पानी चाहिँ खासै त्यस्तो धेरै छैन रहेछ अहिले खडेरीले गर्दाखेरि आना त यता नजानु न त पहिरो यता आउनु न नाना बादलले ढुङ्गा झराउँछ के त आउनु झर्ना चाहिँ यहाँ माथि हो कि यहाँ माथि हुन्छ ल यहाँनिर
एउटा टिम आएर मासु पनि खानु हुँदो रहेछ हामी पनि यसरी नै खाने भनेर आएको खासमा चाहिँ तर के मिलेन र हामीले चाहिँ तलै खायौँ ल ह्याप्पी न्यू इयर मनाउँदै हुनुहुन्छ यो सम्भवतः सबै धरानदेखि नै आउनुभएको हो माथि झर्ना के कसो छ म तपाईँहरूलाई देखाउँछु ल पहिला त यस्तो थिएन अहिले चाहिँ पुरै त भत्कै यस्तो भएको रहेछ पहिरोहरू गएर रुखहरू यस्तो अवस्था छ ल शनिबारको शिवजटाको नजारा चाहिँ यस्तो छ है यहाँनिर थियो अहिले खास सबै भत्का लगेको छ यहाँदेखि झर्थ्यो क्या होइन यहाँदेखि अलिअलि झर्थ्यो मेन चाहिँ यहाँ थियो क्या यो कोप्चामा अनि यस्तो थिएन यो यस्तो थिएन सबै भत्केछ है यस्तो भएछ पहिरो गएको छ नि यस्तो भएछ जम्मा यता माथिसम्म पनि पहिरो गएर केही छैन ल यहाँ माथि जानु भनेको हाम्रो दाजुभाइहरू नुहाइधुवाइ गर्दै हुँदो रहेछ म गइनँ आजलाई शिवजटाको अवस्था यस्तो रहेछ पानीहरू त्यस्तो धेरै छैन यहाँ झर्ना त राम्रै झर्छ पहिला चाहिँ सबै माथि पहिरोले गर्दा पुरिएको रहेछ कान्छी के गरेको भलक बनाएको ल ठिक छ हेलो यता नानाको पनि भलक तलतिर मान्छेहरू हुनुहुन्छ सबको भ्लग अब आजलाई यस्तै हो माथि पौडी खेल्ने ठाउँ पनि यस्तो भएछ अहिले त यहाँ ठुलो पौडी खेल्ने ठाउँ थियो पहिला चाहिँ म आउँदाखेरि अहिले चाहिँ छैन यहाँ तल सोल्टिनी के गर्नु हुँदैछ म हेरेर आउँछु है सोल्टिनी के गर्नु भएको गङ्गटा खोजेको अनि गङ्गटा यहाँ भेटिन्छ त त्यो चेपा गाडा जस्तो मात्रै छ त त्यो त हामीले गङ्गटा भेटिसक्यो खोइ देखाउनु त खोइ ए दुईटा छ मै खोइ गङ्गटा गङ्गटा हाम्रो गङ्गटा आमा अम्बो गङ्गटा अब यो गङ्गटा गएर पाखुरा त गएछ खानु न पाल्नु एकुरियममा हाल्नु एकुरियममा हाल्नुको लागि गङ्गटा कलेक्सन गर्दै हुनुहुन्छ राजकुमारी नाना र सोल्टिनी चाहिँ अनि यता हाम्रो सञ्जय सरले चाहिँ हेरेर साथ दिँदै हुनुहुन्छ राजकुमारी नाना झोला थाप्दै हुनुहुन्छ सोल्टिनी चाहिँ खोज्दै हुनुहुन्छ अनि म चाहिँ भिडियो गर्दैछु ल मैले माथि नै भिडियो इन गर्छु चाहिँ भनेको थिएँ तर यो भिड चढ्दै गर्नुभएको हाम्रो हो न बहिनी नानाहरूको भिडियो नबनाइ चाहिँ मलाई मनले मानेन सो मैले भिडियो बनाउँदैछु ल आरामले झरौँ है आरामले लड्नु चाहिँ नलडौँ जस्तो आएको त्यस्तै घर पुग्ने प्रयास गर्नु होला कृपया ल आरामले झर्नुहोस् है आरामले समीक्षा ल आस्ते है साथीहरू अरू हाम्रो माइती खलकहरू चाहिँ खोइ माइती खलकहरू खोइ ल आरामले समीक्षा लु बिस्तारै ल फाइनल्ली हाम्रो दिदी बहिनी खालाहरू चाहिँ झरिसक्नुभयो माइती खलकहरू चाहिँ मास्तिरै हुनुहुन्छ अब चाहिँ मैले फाइनल्ली भिडियो इन गरेँ माथि नै गर्छु भनेको थिएँ तर यहाँ नानाहरू झरेको फेरि बनाउनु मन लागेर मैले थोरै भिडियो जोडेँ अब चाहिँ फाइनल्ली बाई बाई भन्नुपर्छ बाई